गाइज हामी चाहिँ हिँडिसकेका छौँ 3 जना है लाइसेन्स बनाउनलाई। ओकिनावामा चाहिँ अब स्कुटर बिना चाहिँ काम पाउन एकदम गाह्रो छ अरे। अनि जहाँ काम खोजे पनि अनि स्कुटर चाहिँ छैन भने काम पाउन गाह्रो छ। ब्याङ्क क्यास पनि एकदम गाह्रो भनिरहेको छ। लाइसेन्स लिने ठाउँमा नि 20 जना मात्रै एकैचोटिमा लिन्छ अरे, टिकट दिन्छ अरे 20 जना मात्रै। त्यहाँबाट उता चाहिँ नपाउने भएर अहिले हामी रातिको ठ्याक्कै 12:35 घरबाट एकदम हिँडिसकेका छौँ। अनि अब के भन्छ दुःख गर्नु परिहाल्यो है। नारिता छोडेर आयो ओकिनावा। यस्तै भयो जिन्दगी, टर्निङ पोइन्ट। सो हामी चाहिँ आज लाइसेन्स बनाउनु जाँदैछौँ। अनि के कस्तो हुन्छ प्रोसिडियरहरू अनि तपाईँहरू सेयर गर्छौँ। अनि अब नयाँ भिडियो हालिरहनु पऱ्यो। धेरै भइसक्यो भिडियो नहाले है। टिकटक नचलाए पनि धेरै भइसक्यो कामको व्यस्तताले गर्दा। अनि आज चाहिँ खत्रै हिँड्नेवाला छौँ हामी। यहाँको ड्राइभिङ सेन्टरसम्म पुग्नु पऱ्यो। अनि त्यसपछिको बाँकी रहेको के छ तपाईँहरूलाई पनि एकदम काम लाग्न सक्छ। त्यही भएर जो आउँदै हुनुहुन्छ, जो यहीँ आउनुभयो भर्खर सेन्टमेन्टको लागि होइन, न्युङ्गो गएको हुँदा नि एकदम काम लाग्छ। सो लास्टसम्म हेरिदिनु होला कस्तो के हुन्छ हाम्रो भ्लग आजको भनौँ मिनी भ्लग। गाइज अब फाइनल ड्राइभिङ सेन्टर आइपुग्यो हामी। अनि उहाँ चाहिँ गइसक्नुभयो। हामी चाहिँ राति आइपुगिसक्यो, रातिको 1 बजे है ड्राइभिङ सेन्टर। ल फाइनली गाइज अब रात आज यतै कटाउनु पर्ने हुन्छ किनकि बिहान मात्रै पर्छ ड्राइभिङ सेन्टर र केटाहरू अरू पनि छ भन्दै थिए। सो उनीहरूलाई हामी खोज्छौँ अनि बिहान चाहिँ के कस्तो हुँदो रहेछ प्रोसेस ड्राइभिङको भनेर बुझ्छौँ पनि। गाइज अनि हामी चाहिँ आइसक्यौँ कहाँ भन्दाखेरि केटाहरूसँग ताल चाहिँ उहाँ केटाहरूको यस्तो छ है गाइज। पार्कमा आधी रातमा हामीलाई पनि बोलायो, फकटमा बोलायो क्या जस्तो लागिरहेको। अन्न चाहिँ देखिँदैन किनकि काले छेउमा त्यही माथि त्यस लाइट छैन। ओहो के छ साथी के चाहिँ राजेन्द्र। ल गाइज रातिको 2 बजिसक्यो अनि हामी चाहिँ आइसक्यौँ। अनि यो चाहिँ 8 बजेदेखि सुरु हुने 8:30 बजीसम्म। अनि गाइज हामी चाहिँ 5 जना छौँ ल। यो चाहिँ गाइज गेनचुकीको कुपन ल्याएको थियौँ। अनि यसमा चाहिँ डेट मात्रै लेखा हुन्छ। अनि हामीले चाहिँ इङ्ग्लिस र नेपालीमा एक्जाम दिन मिल्दो रहेछ। इङ्ग्लिसमा 20वटा कोटा अनि नेपालीमा 20वटा कोटा हुँदो रहेछ। 100 जुमिनहरू चाहिँ कम्पलसरी चाहिन्छ गाइज, सो लिएर जानु होला। गाइज यो चाहिँ गेनचुकीको फर्म हो। र यो फर्ममा चाहिँ के भर्नुपर्छ भन्दाखेरि ह्यासट्याग भएको मार्क भएको चाहिँ सबै भर्नुपर्छ। यहाँ चाहिँ डेट लेख्ने, यहाँ फोन नम्बर लेख्ने, अनि यहाँ काताकानामा नाम, अनि यहाँ नाम, नेसनालिटी, एड्रेस भइहाल्यो। अनि यो जुन क्रेडिट पिनकोड छ नि यहाँ चाहिँ आफ्नो 4 अङ्क जुन लेख्दा नि हुन्छ। अनि त्यसपछि यहाँ डेट अफ बर्थ भइहाल्यो, यहाँ मेल फिमेल, एउटा फोटो अनिवार्य भयो। अनि यसको पछाडिपट्टि चाहिँ त्यस्तो लेख्न पर्ने केही पनि छैन। त्यो चाहिँ एक्जामिनेसनको फर्म भयो जुन भर्न पर्ने हुन्छ होइन। अनि यसमा चाहिँ सबै नो नै हुन्छ। एकचोटि हजुरहरूले राम्रोसँग पढेर यो चाहिँ लेख्नु होला। अनि यहाँ चाहिँ यो चाहिँ अनिवार्य लेख्नै पर्ने हुन्छ। डेटहरू यो सबै लेख्नु होला। यसमा पनि सबै राम्रोसँग पढेर लेख्नु होला। यसमा पनि प्रायः सबै नो नै हुन्छ। अनि यहाँ जाने दिनको डेट, अनि यहाँ आफ्नो पुरा नाम लेखिदिनु होला। अनि हाम्रो सकिन्छ फर्म भरेर।